यो गाइस वेलकम ब्याक टु माई अनदर भ्लग। सो फेरि पनि स्वागत छ मेरो न्यू भ्लगमा हजुरलाई। सो आज चाहिँ स्पेसल के नयाँ गर्ने कोसिस गर्दैछु गाइस हैन। सो आज चाहिँ करन्ट नुडल च्यालेन्ज गर्दैछु। सो के कस्तो हुन्छ हैन, सो कति खान सक्छु सक्दिनँ थाहा छैन हैन, पहिलोचोटि ट्राई गर्दैछु। सो पिरो चाहिँ खान सक्दिनँ, कस्तो हुन्छ सबै देखाउने छु। स्टे ट्युन गाइस। ओके सो गाइस अब चाहिँ यहाँ छ हैन करेन्ट चाउचाउ। यहाँ चाहिँ अलरेडी अन्डा भइसक्यो गाइस हैन। यो चाहिँ फाइनली पाक्यो गाइस है, तातो रहेछ। सो गाइस अब चाहिँ म चाहिँ यो हाल्दैछु मसला हैन। अहिले नै पिरो होला जस्तो छ, थाहा छैन खास के हुन्छ। अरे बाबा अहिले डेन्जर होला जस्तो छ है। यहाँ चाहिँ बन्यो हैन, अहिले मजाले मिक्स गर्दैछु। गाइस यो चाहिँ म 2 मिनेटमा सक्छु कि सक्दिनँ हैन। सो अहिले चाहिँ 2:18 2:16 भयो है, देख्न सक्नुहुन्छ। 2:16 भयो टाइम अहिले म देखाउँछु मजाले कता गयो। 2:16 भयो है। 2 मिनेटमा भ्याउँछु कि भ्याउँदिनँ देखाउने छु। ल है खाए ल ल। हो यो त सकिने क्या। गाइस देख्न सक्नुहुन्छ यस्तो पसिना भएको छ है, मरेला जस्तो छ यार। Oh. Time. गाइस म चाहिँ सक्दिनँ यहाँभन्दा हैन। मेरो चाहिँ देख्न सक्नुहुन्छ पुरा पसिना आइसक्यो, यस्तो भइसक्यो, हैरान परे। म चाहिँ सक्दिनँ यति चाहिँ। आया पिरो म त सकिनँ गाइस। स्पेसल लामा बसेर च्यालेन्ज गरेको होइन, तर सकेन। म चाहिँ फर्स्ट ट्राई गरेको, सकेन गाइस म त है। सो किन भयो आजलाई
लासो पिरो हुँदैछ पिरो ओट्रा त भा अयमा सो गाइज मैले चाहिँ सकेन च्यालेन्ज हारेँ सो आज चाहिँ स्पेसल ठाउँमा होइन मजाले देख्न सक्नुहुन्छ ब्याकग्राउन्ड पनि यस्तो छ यो बारीमा बसेर मजाले खाएको च्यालेन्ज गरौँ भने सकेन बोली बात थाहा पाउनु होला सायद आवाज पनि राम्रो छ आइरहेको छैन पसिना पनि देख्न सक्नुहुन्छ यस्तो भयो सो गाइज आजलाई यति नै अर्को जोड चाहिँ 5वटा करेन्ट चाउचाउ होइन 5वटा करेन्ट नुडल च्यालेन्ज दिन्छु है अर्को चोटि चाहिँ 2 मिनटमा सकेर देखाउँछु गाइज सो म चाहिँ जस्ट 3वटा करेन्ट चाउचाउ होइन 2 मिनटमा सक्छु कि भनेर च्यालेन्ज दिएको सो देख्न सक्नुहुन्छ यस्तो हालत खराब बनायो होइन म चाउचाउ फ्यान हो नि त तर पनि यो यो करेन्ट चाउचाउ चाहिँ ट्राई गरेको थिएन होइन सो आज चाहिँ यसो सक्छु कि सक्दिनँ भनेर 3वटा अनि 2 मिनटमा सक्छु कि सक्दिनँ भनेर ट्राई गरेको सो गाह्रो पऱ्यो गाइस सकेन देख्न सक्नुहुन्छ होइन यस्तो हालत खराब भयो पिरो भएर बोल्न पनि सकिरहेको छैन सो लास्टै गाह्रो भयो सो आजको भिडियो के कस्तो लाग्यो हजुरलाई आयो राम्रै लाग्यो होला होइन सो आजलाई यति नै गाइस यु नेक्स्ट भ्लग गाइस ओके बाई